अनि फेरि यहाँ पनि अरू पनि केही छ, बोरीभरि छन्, अरू पनि छन् बोरी, तर म खोल्न चाहिनँ, समय अलि कम हुन्छ। हजुरलाई यति देखाम भनेर हो। यो के रहेछ खै त? ओहो, यो के हो ल, हेर्नु त। यो भन्ने त वाउ, हजुरहरूलाई थाहा नै छ। हेर्नु त, मकैको आटो है। हजुरहरूकोतिर के भन्छन्? हजुरहरूकोतिर कहीँ जहाँ कहीँबाट पनि हेर्दै हुनुहुन्छ, खानुहुन्छ कि नै? हजुरहरूले मलाई कमेन्टमा भनिदिनु होला। र मलाई त एकदमै स्वाद लाग्छ साग र आटो। हामी नेपालीहरूको त फेभरेट डिस हो, हैन र? अनि फेरि हाम्रो आज म त एकदमै ह्याप्पी छु, किनभने पार हाम्रो पहाडदेखि सामान आएको छ, अर्ग्यानिक चिज खानु पाएको छ। को नै ह्याप्पी हुँदैन र? हाम्रो दाई भाउजू भनेको नै बाउआमा पछि भन्छन् नि, आफ्ना दाई भाउजूहरू नै आमा बाउ हुन् भनेर, त्यस्तै भने जस्तै। ल हेर्नु त, आफ्नो आमा बाउ नहुनुको कुनै महसुस गराउनुहुन्न मलाई उहाँले। यिनी बेलौती पनि हामीहरूको उसमा बारीमा खुबै हुन्छन्। यो गुल्मी चारपालाको हो। अनि फेरि हजुरहरूले देख्न सक्नुहुनेछ, यो गुल्मी चारपालाबाट आएको हो। हजुरहरूले मलाई कहिले चारपाला भन्दाखेरि त हुनसक्छ मेरो आफन्तीजनहरूले मलाई चिन्न पनि सक्नुहुन्छ होला, किनभने मेरो चारपाला माइत हो, हैन? हजुरहरूलाई थाहा दिन्छु मैले आज। एकदमै अर्ग्यानिक सेबीहरू छन्। थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो दाई भाउजूलाई। अनि फेरि लाइक कमेन्ट गर्न नबिर्सिदिनु होला। यस्तै सानो सानो भिडियोहरू मैले हजुरहरूलाई सबै चिज देखाउने छु। थ्याङ्क यू सो मच। सपोर्ट मी प्लिज। अर्डर नाउ क्लाउड किचनबाट है। थ्याङ्क यू।